आज चाहिँ ज्वरो पनि आइरहेछ भाइटिका पनि हो अब यो दिदीको सामान पनि फुल पनि मैले बोकिदिनु परेको छ यहाँ पछाडि पनि सामान मैले बोकिदिनु परेको छ अनि गरा टिका पनि मैले नै लाउनु पर्ने छ दादाहरू पनि हुनुहुन्छ दिदीहरू पनि हुनुहुन्छ उहाँ पर इत्यादि पुग्नु पर्ने अरे यहाँ ज्वरो आइरहेछ मलाई सबै सामान बोकाइरहेछ एकदम गाह्रो पर्यो आकाश त कस्तो खतरा देखिएको आकाश लु हिँड्नु न छिटो यस्तो ढिलो नगरिकन अनि अब लाग्यो यो ढङ्ग नभएको दिदीले हिजो त्यो के अरे हामीलाई खुवाउने चिजहरू त्यो छोक्रा टिका सिका ढङ्ग नभएर राख्न नजानेर अहिले हिँडिसके पछाडि यो सबै सामान लिएर यो मालासाला लिएर हिँडिसकेपछि यहाँनिर भेटियो भनेर बडा आउँदै हुन्छ मोटरसाइकल यो चाहिँ कावासाकी निन्जा एच2R यहाँ हाल्नु त यत्रो धेरै त हेर्दैनन् काटेर फाल्नुपर्छ कि ए अल्छी लाग्दो खालको हुन्छ नि त यो बोलेको गर भन्छ ओह उहाँनेरि दाजुभाइको जोडी मिल्दैछ अनि अब त्यो अगाडिको गाईहरू भएको ठाउँबाट जानुपर्छ गोबर टेक्दै म चाहिँ लुगा नलाउने विचार भयो मेरो म यसरी हिँड्दै म उहाँ गएर हाम्रो खन्तरा बडाउकोमा गएर चाहिँ नुहाएर मात्रै लुगा लाउँछु मैले लुगा यहाँ झोलामा बोकेको मलाई अल्छी लागिरहेछ यहाँ लुगा फोर्किन बनाउनु भनेर धुन अल्छी लाग्छ फेरि लास्टै गाई चर्यो राजैको वनमा एक दिन त लक्ष्मी पूजा गर्दैछन् भोलि घर लाँदा कुटिहाल्छन् होला आज अघि बिहान ल्याउँदा कुट्दै ल्यायो होला यतिखेर हामीले सकेसम्म गरिब भएर देखाउनु पर्छ भनेर मैले चाहिँ चप्पल लाएर आएको दिदी चाहिँ गरिब हुन चाहनु भएन म चाहिँ अब उहाँ गएर नुहाएर चाहिँ धनी भएर देखाउँछु अनि फेरि गरिब बनाइहाल्छन् पैसा दिनुपर्छ खनार आइसकेको छौँ हामी अब यहाँबाट गरिबै भएर जाऊँ चप्पलमा यतिखेर हामीले सक्दो गरिब भएर देखाउनु पर्छ भनेर गरिब भएको छु म चाहिँ अहिले हामी यतिखेर अहिलेसम्मकै गरिब भएर पुग्न आँटिसकेको छौँ होइन अनि यो दिदी चाहिँ अलिक धनी हुनुभएको छ छैन यता कोही छ छैन यतिखेर हामीले सकेसम्म गरिब भएर देखाउनुपर्छ छ्या भाग्यमानी हुनु यतिखेर हामी उयो चप्पल लाएर आएको म मात्रै गरिब भएर देखाउनुपर्छ भनेर यस्तो के भन्नुभयो भने नि भाडा छैन साइकलमा जा भन्नुभयो होइन अनि पेन्ट लगाइसकेको थिएँ साइकल पेन्ट लाएर कसरी पेन्टमा गिदी हुने भयो अनि उहाँबाट आएर नुहाउनै छ पसिना आइसक्छ कट्टु लाएर छैन लुगा बोकेर आएको छु मैले लुगा नि बोकेर आएको छु जुत्ता नि बोकेर आएको छु त्यो चप्पल लाएर आएको त्यो सबिना दिदीको चप्पल यहाँ यो त प्रोपर ब्लग के खाम न त पड्कायो त्यो आमा यो गिदी फेरि मलाई चाहिँ मन पर्दैन कि गरिब भयो अरे हामी धनी भइसकेको छौँ नुहाइयो चिरी चट्ट पारेर ए नाइस टाउको मात्रै नुहाइस् तैँले नुहाइस् कि नुहाइनस् यहाँ खोइ नाक तानौँ एकचोटि तान्छु के खेलौँ के तल खेल्न आउँछ भन् त एक दुईवटा गेमको नाम तीन पत्ती भन्छन् त्यसलाई फलास भन्छन् खलास यो पटका यो वृद्ध बालकले
यस्तो जोतको हाम्रो 35 वर्षको वृद्ध बालक दादा ज्वरो आएर भाग भयो Oh my god! Wow! ल यसै गरी हाम्रो आजको के भन्छ दादा तिहारको एकदम स्पेशल डे अफ तिहार टिका लाएर माला लाएर आई एम हियर गाइज हाम्रो डन है यो दिदी चाहिँ हाम्रो डन सबैलाई थर्काउनुहुन्छ उहाँले हाम्रो टिकटक बनाउने ल यहाँ सेपमा हेरौँ ल गाइज हामी चाहिँ सेपमा जहिले यस्तै हुन्छ गाइज मेरो भाग्य यस्तै रहेछ यार गाइज यस्तै मात्रै आउँछ अब म कसरी हार्नु ए यहाँ यिनीहरूको यस्तो छ गाइज छैन मेरो मैले 40 रुपैयाँ जोरा राजी फाक हुने बेला भयो तास आइसक्यो दुईटा पुगिसक्यो भाउजू लभलीको सर लभलीको सर ल पैसा प्याक गर्दा हुन्छ दादा यही हो भने चाहिँ प्याक गर्दा हुन्छ दादा प्याक गर्नु न दादा होइन दादा म झ्याल्छु जस्तो लाग्छ दादा अनुहार हेर्नु न अनुहार प्याक गर खै प्याक गर्नु भाउजू देखाउनु त प्याक एभ्रिवान प्याक प्लिज प्याक एभ्रिवान त्यस्तो पनि काटो यसले क्या खै एक्का बस्छ मिसी लगाइन्छ अब चाहिँ भुइँ फोहोर बनाएको होइन भुइँ सजाएको हो भुइँ सजाएर यहाँ बाँद्रेको भिडियो खिच्ने सोच्थेँ तर मलाई डङ्ग्रै जान मन लाग्यो अब म चलिदिन्छु नाटक हुँदैछ यहाँ मैले चाहिँ मुखमा छोक्रा हालेको छु मलाई लास्ट मिठो लाग्छ क्या छोक्रा अनि कपाल सपाल छैन तक्लु भइसकेँ म होइन होला हौ मलाई खेदाइदियो यार गाइज म ज्वरो आएर मर्ने बेला भएको छ यो बान्डे कस्तो भयो गाइज होइन अनि मलाई चाहिँ सबजनाले साल दिदी भन्नुहुन्छ यस्तो गर्न त पनि देखिन फेरि कालो आउनु अनि मलाई चाहिँ सबजना गोरु छु है यता मलाई चाहिँ सबजनाले साल दिदी भन्नुहुन्छ अनि म साल दिदी जस्तै छु म कुन दिदी जस्तो साल दिदी बान्द्रे भन्छस् उहाँलाई बान्द्रे ह्यासट्याग बान्द्रे अनि आई लभ यु लेख्नु होला ओहो बिर्सेछु राख्दै होला सुरक्षित 200 रुपियाँ जला म यहाँ भ्लगमा बोल्दै गर्छु त्यही हेर्नु गाइज होइन अनि यो चाहिँ पागल हो त्यही भएर आफ्नो माला पनि छोडेर हिँड्यो अनि मलाई चाहिँ यहाँ एउटाले यता ब्याग भिराएको छ एउटाले यता ब्याग भिराएको चाहिँ अब के गर्नु बेगर गयो त्यही भएर म चाहिँ बोक्दिएको नभए म बोक्दिनँ थिएँ होइन यता कालो आउँछ होला तर हामी गोरी नै छु म चाहिँ एकदम गोरी छु योभन्दा हो के भन्दा म त्यति साह्रो पनि गाली छैन आजकल चाहिँ
अलिक गोरी हुँदै जाँदैछ होइन अनि मैले चाहिँ लुगा फेरेँ किनभने अब मलाई आएर चाहिँ धेरै नै काम गर्नुपर्ने हुन्छ गाइस त्यसैले मैले चाहिँ लुगा फेरेँ अनि अहिले म सफलमा हिँड्छु होइन 5 मिनट गयो यार 5 मिनटसम्म यसले के बोल्यो होला त यसको नाम चाहिँ भ्लगर जुना कार्की गएर होइन पछि भविष्यमा आएर सब्सक्राइब गर्नु होला किनभने यसको च्यानल छैन भविष्यमा यसले बनाएपछि म हालिदिन्छु म पनि भ्लग बनाउनु पर्यो यसले पनि भ्लग बनाउँछ अरे मलाई एकदम यस्तो ठाडो पारेर मलाई चाहिँ यहाँदेखि मान्छेले देख्न थालेपछि मलाई क्यामेरा यसरी उचाल्न मन लाग्दैन बाल्बो मलाई त कस्तो मन लाग्छ बाँद्रेलाई त मन लाग्छ अरे आई लाइक म्याक्स लाउनु पर्ने छ अगाडि बाइक गयो अब लब्बी धुलो खानुपर्छ हामीले यस्तो धुलो छ नि यहाँ यति धुलो छ नि नेक्स्ट लेभल धुलो छ आँखा खोल्नै सकिँदैन त्यस्तो वाला धुलो छ यहाँको नेताहरू चाहिँ को छ भने चोरहरू लास्टै धुलो खाइदिने हो अनि यो तिहारमा यो बाख्रा चाहिँ पूजा नगर्दो रहेछ क्या बाख्रा सबै चिज चाहिँ टिका लाएर माला लगाइदिँदो रहेछ बाख्रा पूजा गर्दाखेरि चाहिँ काट्नै पर्ने अरे क्या काठी पूजा बोका पूजा देवाली के भनेर काटिदिने क्या बाख्रा चाहिँ त्यो चाहिँ पूजा गर्दाखेरि काट्नै पर्ने अरे ज्यानै गर्नुपर्ने होला दाजु आउनु भइरहेछ यहाँ ओ दाजु नमस्कार दाजु नमस्कार के छ हो दाजु ओ ठुलो मम्मी ज्वरोले त मारो त के गर्नु म सुत्दिन्छु अब म अब तिहार रोकिँदैन है यो चाहिँ बडाले भन्नुभएको थियो हिजो मलाई यस्तो अनि आज मैले पनि भनिदिएको डाइलग कपी पेस्ट ठुलो मामी अब रोकिन्छ अब त सिधै आगमको तिहार रोकिन्छ खै बडाउ कहाँ जानुभयो गच्छाबाट आउनुभएको छैन ए होला यो झोला राख्दिनु त दिदी गरौँ राख्दिनु न म मुख धोएर आइहाल्छु मुख धोएर अरे माला फुकाल्न मिल्छ नि अब त अति नै भइसक्यो नि अब त किनेको माला भनेर लाई गर्न लागिरहेछ नि यो बाख्रालाई दाम्रो लायो भन्दा अलिक गाह्रो भइरहेछ मलाई एकछिन हुँदो रहेछ क्या यसको एक्साइटमेन्ट रमाइलो चाहिँ एकैछिन हुँदै रहेछ अब यता आएपछि प्या गर्न थालिहाल्छन् कहाँ छ त्यो प्या गर्ने यसो प्या गर्ने आइफोनमा त राम्रो देखिन्थ्यो छैन के गर्नु अब मास्क यहाँ राखौँ कल पेलो पनि अनि पानी हाल्दिनु जिउ सबै लल्याक लुलुक्नै भइरहेछ है त्यो हुन्छ नि एउटा त्यो गलेवाला टाइपको महसुस भएको नि यो हात खुट्टा यो जोइन्टहरू हुन्छ नि लङ जोइन्ट स्याडल जोइन्ट के भन्ने हालतमा हुन्छ कि हो त्यस्तो यो हड्डी जोडिएको ठाउँ क्या यो बोन जोडिएको ठाउँ सबै दुखिरहेछ यो यस्तो दुखिरहेछ यो औँला चलाउने ठाउँ यस्तो दुखिरहेछ